अब चाहिँ मेरो टाइपो बनाउन सुरु भइसक्यो हो। यहाँ अन्डा छ, म चाहिँ 3टा अन्डा छिलिरहेको छु हो। तातो रहेछ, अन्डा पनि छिलिसक्यो मैले हो। म चाहिँ मसलाहरू पनि रेडी गरिसकेको छु हो। अन्त मेरो आँटाहरू पनि कस्तो भएर मैदाहरू पनि कस्तो भइरहेको छ। पास आयो कि आएन, पास आयो भने चाहिँ टाइपो बनाउँछु, पास आएन भने चाहिँ मोमो बनाउँछु। पहिला चाहिँ म चाहिँ पेप्सी खान्छु भनेर सोचिरहेको छु। बेसी क्याक छैन, ओके। पहिला चाहिँ म चाहिँ पेप्सी खान्छु भनेर सोचिरहेको छु हो। र यहाँ चाहिँ मेरो मसला भइसकेको छ हो। र मेरो यहाँ चाहिँ मैदा चाहिँ भयो कि भएन, भएछ, मजाले भइरहेको छ हो। ओके, यसलाई चाहिँ म अर्कोमा हाल्छु किनभने यसमा त अब बनाउनुपर्छ। सुपको लागि रेडी भइसकेको छ। टमाटर चाहिँ म यसमै हाल्छु, बोइल गर्छु। आज चाहिँ सुपमा म हड्डी मात्रै हाल्छु, अरू बेला चाहिँ मैले भेजिसहरू पनि हाल्थेँ। आज चाहिँ हाल्दिनँ किनकि मेरोमा छैन अहिले चाहिँ। यसले चाहिँ स्प्रे गर्न एकदम सजिलो हुन्छ नि, स्प्रे गरेर हाल्नु। यो चाहिँ रेडी भइसक्यो हो, अन्डा पनि रेडी भइसक्यो हो। अब चाहिँ हामी टाइपो बनाऊँ। बेसी ठुलो चाहिँ बनाउँदिनँ हो, यति नै हो मेरो। यसरी हाल्छु, त्यसरी हाल्छु। अलिकति मोटो बेल्नु पर्ने रहेछ। यो चाहिँ यहाँ चाहिँ मेरो मोटो बेलेको छ अहिले चाहिँ हो। अन्त टाइपो चाहिँ बनाउन एकदम इजी हुन्छ नि त, मोमो जस्तो उयो हुँदैन। अन्त यो टाइपो चाहिँ भोलि पनि मेरो लन्चमा पनि हुन्छ हो। लन्चको लागि पनि बनाइरहेको छु। ला अन्डा हाल्नै बिर्सेछु, होस् अर्कोमा हाल्छु अहिले। यसमा त अन्डा हाल्नै बिर्सेछु। दुई मक्टो चाहिँ भइसक्यो मेरो हो। अब चाहिँ म चाहिँ मोमो बनाउँछु। टाइपो चाहिँ 5वटा बनाएँ मैले, साथीहरू पनि छ नि त मेरो, उनीहरूलाई पनि दिनुपर्छ हो। मिनी टाइपो अचार बनाउनु स्टार्ट भयो हो। अचार बनाउँछु म चाहिँ यो खुर्सानी र सुक्खा खुर्सानी र तिल भुटिरहेको छु। मेरो चाहिँ अचार रेडी भइसकेको छ। अचार चाहिँ मेरो रेडी भइसक्यो है। मेरो चाहिँ टाइपो पनि रेडी भइसकेको छ हो। ए देख्न सक्नुहुन्छ तपाईँहरू, मजाले फुलिरहेको छ हो। उयो चाहिँ मजाले भएछ, पास चाहिँ मजाले भएछ। मलाई चाहिँ हुँदैन जस्तो लागिरहेको थियो नि त, तर मजाले भएछ हो। अचार पनि मैले यहाँ रेडी गरिसकेँ। म चाहिँ तपाईँहरूलाई कस्तो भएछ टेस्ट पनि गरेर देखाउँछु ल। सक्नुहुन्छ म चाहिँ टाइपो मेरो रेडी भइसक्यो। यो चाहिँ सबभन्दा सानो निकालेको, अहिले खाँदा चाहिँ ठुलो पनि खान्छु हो। अन्त म चाहिँ तपाईँहरूलाई टेस्ट गरेर पनि बताउँछु है। मजाले भएको छ, तपाईँहरू हेर्नु सक्नुहुन्छ। त म चाहिँ तपाईँहरूलाई टेस्ट गरेर पनि बताउँछु के कस्तो भएछ भनेर। हजुर भयो, दामी भएको छ कि, तर तातो भएर आँसु आएको हेर्नु। अचार चाहिँ दामी भएछ, पिरो भएछ पुरा। टाइपो चाहिँ यति दामी यति मिठो भएछ कि, तर मलाई चाहिँ तातो खाएर चाहिँ मुखै पोल्यो। मुखै पोल्यो। तपाईँहरूको लागि चाहिँ तातो तातो खाएर देखाएको त छैन मुख पोलेर। यस्तो मिठो भइरहेको छ। आजको भ्लग मेरो यति नै छ, बाई बाई।